आफ्टर वास माई फेस अब म यो M+ को टोनर युज गर्न गइरहेको छु। यसले चाहिँ मेरो फेसलाई एकदमै धेरै सुट गरिरहेको थियो, सकिन पनि आँटिसकेछ। टोनर चाहिँ सकिनै आँटिसकेछ। आफ्टर टर्निङ अब म भिटामिन सी युज गर्न गइरहेको छु। यसलाई चाहिँ म 1-2 मिनट जति छोडिदिन्छु, त्यस पछाडि यो भिटामिन सी युज गर्छु। यो चाहिँ डर्माको भिटामिन सी रहेको छ। यो चाहिँ सेन्सिटिभदेखि लिएर हरेक स्किनलाई चाहिँ यसले एकदमै धेरै सुट गरिरहेको हुन्छ। स्पेसली मेरो स्किन चाहिँ ओइली र सेन्सिटिभ भएको कारणले गर्दा दिस इज बेस्ट फर मी। 1 वर्ष जति भइसक्यो मैले यो लगाइरहेको। यु क्यान सी द रिजल्ट। जापानिजहरूको टेक्निक अनुसार चाहिँ जति हामीले हाम्रो गालामा अलिकति अझ झापड हाल्नु भने झन् धेरै ग्लोइङ स्किन हुन्छ भनेर भन्छन्। त्यही पनि म चाहिँ स्किन केयर गर्दाखेरि चाहिँ यतिसम्म चाहिँ गर्ने गर्छु। भिटामिन सी लगाए पछाडि बेलुका चाहिँ म सनस्क्रिनको चाहिँ युज गर्दिनँ। म कतिपयले सनस्क्रिन पनि लगाउने गर्नुहुन्छ, तर म चाहिँ बेसिक एकदम सिम्पल रुटिन छ मेरो स्किन केयरको लागि, जस्ट मोइस्चराइजर मात्रै। ओइली स्किन भएको कारणले गर्दा अझ गर्मीमा त झन् मोइस्चराइजर चाहिँ धेरै युज गर्दिनँ। म बेलुका मात्रै युज गर्ने गर्छु। मोइस्चराइजर चाहिँ यहाँले घाँटीसम्म नै लाउन सक्नुहुन्छ। अब त्यस पछाडि लास्ट स्टेप भनेको मेरो यो लिप बाम रहेको छ। यति गरेपछि मेरो स्किन केयर रुटिन सकियो। बाई गर्न। बाई बाई।